खाऊ खाऊ ल मम्मी रेडी हुनु तपाईँ लो यहाँ पैसा ल्याउ त दिइहालौँ धेरै भयो कति वर्ष भयो तिमी मैले 22-23 वर्ष लाग्यो 22-23 वर्ष होइन खाऊ खाऊ गीत गाउनु पर्दैन अब खाऊ पहिला पसिना गर्मी भयो बिचार खाऊ पहिला डेडी पैसा दिनु पैसा दिनु तपाईँ पनि दिनु तपाईँले पनि सुन्नु भयो नि त गीत अनि दिनु छिटो पैसा त्यत्तिको सुन्न पाइन्छ यस्तो मिठो गीत तिमीले पनि दिन आँटेछौ दिइहाल यस्तो मिठो गीत कहाँ सुन्न पाइन्छ फ्रीमा मलाई के को छ म त अझै एकछिन अझै सुन्छु भयो अब बिचरा त्यो खाइसक्यो तिमीलाई शीतलमा बसाउनु पर्ने छ अनि तिमी पढ्दैनौ मैले त्यही हो 10 पाससम्म गरेको त्यही हो ए त्यतिकै छोड्यो नि घरको स्थितिले गर्दाखेरि अहिले आफ्नो पुर्खौली देखाउँदै हिँडिन्छ पनि भित्राउँदै डुलिन्छ यही पेसालाई पनि राम्रो गरेर लानुपर्छ यसले पनि राम्रो गर्छ त्यो पढ्नु छोडिहालेछौ टक्क जाने हो नयाँ नयाँ गीतहरू ल्याउने हो स्वर राम्रो रहेछ स्वर राम्रो भएर मात्र पनि के गर्ने देशले अहिलेसम्म राम्रो गर्न सकेको छैन हाम्रो गन्धर्व जातिहरूलाई देशको राम्रो हुन्छ घन्टीले जित्यो अब देश हाम्रो दाजुभाइहरू भइसक्ने कलतिर जानु अहिले फेरि यसरी गाउँघरतिर गीत गाउँदै हिँड्नु परिरहेछ दाजुभाइहरू पनि यो पनि राम्रो पेसा हो सोतिर जानु तिमीले सोच्छौ कि हिँड्नु पायो भने राम्रो हुन्छ यो भनेको आफ्नो कला संस्कृति हो यसलाई हामीले जोगाउँदै हिँड्नु अब त्यहाँ उठेर यहाँ आएर बस्छ